नमस्ते। नमस्ते नमस्ते। कसले खोज्नु भयो होला? मलाई चिन्नु भएन? अहो बाबा यहाँ आउनु त। के भयो छोरी? यो कथामा नयाँ मान्छे को आयो फेरि? म उसको बुवा। नमस्ते नमस्ते। त्यो कानबाट तपाईँको छोरी माग्न आउनु भनेको मै हो के? ड्याडी यस्तो बुढोसँग बिहा गर्ने म? त्यही त फोटो त अर्कै पठाउनु भएको त। हे तिर्का म होइन कि मेरो छोरा त उता छ। ए छोरा यही छ। नमस्ते। अनि हेलमेट लिएर आउनु भएको? हिँडेको कुरा गरौँ न। हिँड्छौँ। ल बाबुले हेलमेट खोल्न पाए हुन्थ्यो। मिल्दैन। मेरो छोराको अनुहार यति मिलेको छ कि यहाँ अनुहारदेखि मान्छे बेहोस हुन्छ। उमर यति ह्यान्डसम छ कि यसको अनुहार देखेर 77 जिल्लामा 78 जना केटी ढलेर मुद्दा परेर तारिख धाउँदा हैरान। अब यसको अनुहार हेरेर तपाईँको छोरी पनि बेहोस भयो भने कसले जिम्मा लिने? नखोले। अनि तपाईँको छोराले काम चाहिँ के गर्नुहुन्छ? अब काम किन चाहियो? मेरो छोरा ह्यान्डसम छ भने सकेन? अनि जान रक्सी केही खानुहुन्छ कि? बा पोखरामा यस्तो गर्मी रहेछ, एक बोतल बियर हान्नु बिहार सोधेको बेलामा। बाबा यस्तो जान रक्सी खानसँग त म बिगार्दिन है। जहाँ डक्सी नै खाए पनि मेरो छोरा ह्यान्डसम छ भनेपछि पुगेन? ह्यान्डसम तपाईँको छोराको अनुहार चाहिँ कस्तो छ हौ? खै हेरौँ त। ए नानी जबरजस्ती नगर त। अहिले तिमी ढल्यो भने के गर्ने? ए यस्तो ह्यान्डसम हामीले कति देखाएको छ। हेलमेट खोल्नु भयो खोल्नु न, त अहिले हेलमेट चाहिँ फुटाइदिन्छु नि। बाबु जबरजस्ती गरी हेर्नु खोल्दै। हेलो। यो पनि ढल्यो नसिब भयो। छोरी ए छोरी के छोरी भन्दा बुढा मैले पहिला भनेर फुल फेस नदेऊ भनेर अब हाफ गरेर देखाउनु पर्ने छैन। झन् काठमाडौँ केटी सबै मेरो अनुहार देखेर बेहोस भएर पोखरामा केटी माग्न आएको। चेहरै त्यस्तो छ क्या। लिडिङ म त खेर गयो यार। के पानी छर्कै हेर्नु एकचोटि पानी छर्किन्छ। छोरी तिमीलाई उहाँको अनुहार त्यस्तो राम्रो लाग्यो? बिहोस भयो त। के को अनुहार देखेर बेहोस हुनु नि? यो मान्छेको सास गनाएर बेहोस भएको हो म। सास गनाएर बेहोस भएको हो म। त्यही माथि दाँत सम्झ्यो भने त म त फेरि ढल्छु। ए छोरी कुरा टुङ्गेर मगर ढल न। अब के कुरा गर्ने बाँकी छ के ड्याडी? ए भाइ यो केटीले लास्ट झुडु कुरो बोली के मेरो साथी त गनाउँछ त। बा जाऊ बा होइन तपाईँ कहिले ब्रस गर्नु हुँदैन क्या हो? किन नगरौँ नि? मैले बेसी गरी गरेको छ नि।